ठोक ठोक वाह गुड शॉट गाउँ पनि देखाइदिएको थियो तलबाट चल 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 के हो तेल जाको झन् भुरिदिया अब मुख ढाकिया हेलो गाइज गुड मर्निङ सबैजनालाई वेलकम टु माई ब्लग आज चाहिँ हामी बाइक लिएर कहाँ जानु लाग्छौँ भन्ने एकछिनमा थाहा हुन्छ है त गाइज हामी चाहिँ अब बुलेट बाइकमा बाख्राइन जाने बिल्कुल आज पुरै बाख्राको कसो छ सब गिन्ती गरेर कति राखा बाख्रा बाख्रा धेरै निस्क्यो भने लिएर आउनु पर्ला चलो हामी चाहिँ अब बाख्रा हेर्न हिँडिसक्यौँ है त गाइज अब चाहिँ हामी सिधै गोठमा गएर बाख्रा खोरमा गएर भेट हुन्छ अभी मजा आएगा ना भिडो गजब बेइज्जती है यसको अम्बरै पुरै हिजोको 2 लिटर रिजर्भमा भयो पुरा फड्दै आलु हन्न बाख्रा के बाख्रा अब त गाउँले देखाउँदै सुरु भयो त यहाँ त जान पनि दुःखै छ अलिक सुहाइन होला बाइक लिएर सालीमे किवी पशुपन्छी फार्म यहाँ हाम्रो गाउँमा चाहिँ यस्तो किवी सिवी अनि यो बाख्रा बोका पाठा चाहिएमा सम्पर्क गर्नु होला के चाहिन्छ यो भचिडी जाने बाटो यो चाहिँ भचिडी यो चाहिँ यता बाख्राको फार्म हामी चाहिँ अब बाख्राको फार्म त्यो सालिमीको डाँडा यो माथिको डाँडा सालिमी गाउँमा जाडो छ अहिले पनि यो गर्मीमा अनि तपाईँहरू अलिक गर्मी ठाउँमा बस्नु भएको छ भने राम्रोसित हेर्नु होला अलिअलि अनि हावा फालिदिन्छ भिडियोबाट चिसै हावा मन शान्ति हुन्छ अलि सालिमीको वन हेर्नु वन देखाइदियो सालिमीको डाँडा देखाइदियो सालिमीको डाँडा त्यहाँ तल चाहिँ भचिडी हो
फेरि हात पानी परेर काल परेछ गाउँ पनि देखाइदिएको छ तलबाट यो गाउँ गाइस हाम्रो गाउँ यस्तो छ है हामी आएको त्यही माथिबाट हो यहीँ झर्नु पर्छ बाइकको बाटो यस्तो घुमाउँछ कार लिएर आउनु भयो नमस्ते हामी चाहिँ फोरमा आइसक्यो है त ल अहिले चाहिँ हामी चाहिँ हाम्रो यो कृषि पम्पमा चाहिँ आइयो आरामले छुट्टिला यहाँ बाख्रालाई बनाएको हामी चाहिँ बाइक हालिदिन्छौँ है किन चाहिँ बाख्रालाई दबाई सबाई दिने ठाउँ यहाँ चाहिँ कति मान्यता प्राप्त हो क्या हाम्रो कृषि फर्म फेरि अच्छा भर्खर हामी चाहिँ यो आइसक्यौँ ठाउँमा 1 2 गनाउँ है गनाउँ यस्तो छ फाउन 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 अरे यार 30 पुग्यो त लगेर जाने गर यस्तो रहेछ यहाँ खोल 30वटा 30वटा पुऱ्याइकन अझै छ कि हाल म त फोनमै हेरेर गर्ने गर्ने तिमीले गर्ने गयो फोनमा हेरेर गर्ने क्या अलि गाइज हामी चाहिँ अब यतातिर जानुहुन्थ्यो त्यो जङ्गलमा त्यहाँ चाहिँ जुगा धेरै लाग्छ यो पानी परेर जुगा सब निस्किसकेको छ अब चाहिँ यता हल्का रोलतिर जान्छौँ रोल भन्नेतिर रोलको जङ्गलमा जान्छौँ तेरो चाहिँ अलि जुगा छैन भन्ने जानकारी प्राप्त भयो फेरि अब धेरै पछि हाम्रो बाख्रा हेर्ने पालो अहिले गाइस ठ्याक्कै 9:30 बजीतिर चाहिँ हामीले बाख्रा छोड्यौँ 9:30 10 11 12 1 2 बजीसम्म चाहिँ चलाउनु पर्छ अब अहिले गाइस बाख्रा ल अगाडि गरेन त यस्तो छ गाइस बाख्राको पारा हाम्रो पारा फेरि यस्तो छ अहिले फेरि मकै फल्यो मकै भर्खर सानो सानो भयो अहिले फेरि सब मकै बारीतिर पनि मास दिन्छ फेरि ल अहिले गाई छ अब एकछिनमा अलिक पर गएर भेटौँला अहिले गाई वान टक्सार त्यहाँ छ भ्यू रातभरि पानी पर्छ
अनि दिनभरि घाम लाग्छ यार यस्तो ओ आइजन भाइ यार बाख्रा लडिरहेछ हान ठोक ठोक गुड सट हात के हान्छ त केटा त हिँड्छ यस्तो छ यहाँ भिड त्यहाँ वामटक्सर यहाँबाट गुल्टेपछि सिधै भचिदी खोला बडीघाटमा वामटक्सर त्यहाँ छ मौसम यस्तो छ अहिले गाइज हामी चाहिँ यता छौँ लोकसम्ममा हिजो आएको आज बाख्रा हेर्ने पालो परिहाल्यो त्यो गर्ने हेर्नै पर्यो एउटा काम गर्नै पर्यो गाउँमा अस्ति यहाँ चाहिँ अहिले बाटो सोरेको रहेछ यो मोटर बाटो पहिला नभए यहाँनिर नि पुरै झाङै झाङ भइसकेको थियो हामी चाहिँ अब 1-2 वर्षसम्म चाहिँ बाख्रा चलाइन्छ तीसवटा छ अरे यार 30-32वटा हामी चाहिँ यहाँनिर कुन ठाउँ भन्छ अरे कस्तो घाम देखिन्छ यहाँ ठ्याक्कै मलाई पनि के भन्छ भन्ने चाहिँ थाहा छैन कि यतातिर हाम्रो गाउँमा घर चाहिँ उता पारिपट्टि हामीलाई अलिक टाढा पर्छ हेक्टेयर गाइज अब खुट्टामा यहाँ जुगा लेखाएको छ यता जुगा लाग्दैन भनेको जुगा पनि लाग्यो जुगा लेखाएर मोटाइसकेछ कस्तो बोलाएर राख्यो जुगाको सिनेमेटिक हानिदिन्छ अब अच्छा जुगाले चाहिँ एउटा जुगाल चाहिँ खाइसकेछ भर्खरै अब अझै कतिले खाने हो नाचिरहेछ मोटाइसकेछ यार यसलाई त यार 2 टुक्रा पार्ने भने नि जिउँडा हुन्छ यार जुगो यसलाई के गर्ने यार चपाइदिउँ क्या के हुन्छ नि त्यसलाई यार लैतर पनि छैन दुईटा पिस बनाउनु त 2 पिस बनाउनु खेलियो 2 पिस बनाउने फेरि हातले तानेर हुन्छ र हुन्न हुन्छ त्यसको मुन्टो छुट्या त भयो कि हुन्न कि यार भयो त्यसको मुन्टो चुस्ने त त्यो चुट्दिए नै हुन्छ कि त मा लबर चाहिँ हुन्छ हुन्न क्या यार यसलाई चाहिँ काटिदिउँ हो यसलाई बाँच्न दिनै हुन्न यसको आयु सक्यो अब मेरो रबर खाइसक्यो मर्न दे कति रबर आयो अपरेसन गरेको जुगाको अपरेसन गरियो एउटा जुगाले खाइसकेको छ
बाटो चाहिँ अहिले चाहिँ सोरेको रहेछ। यो बाटो चाहिँ पुरै खनेर पुरै जङ्गल भइसक्यो थियो। यहाँ बिचमा त वनमा थियो। अहिले चाहिँ सफा गरेर चिल्लो चाहिँ पारेको रहेछ। अब गाडी चाहिँ हिँड्छ कि नै त्यो चाहिँ थाहा छैन। बाख्रा चर्नी चाहिँ रहन्छ अहिले बिच बाटोमा। बाख्रा चरिरहेछ। यो वनमा चाहिँ अलि रिक्स हुन्छ क्या होइन। यो वनमा के अहिले अस्ति नै हामीले यही कृषिको चाहिँ 60वटा बाख्रा चाहिँ खाइदिएको क्या बाघले। यही वनमा यहीँ पछाडि मस्त हेर्ने मान्छे चाहिँ मस्त बस्दैछन्। बाघले चाहिँ 60वटा ढलाइदिइसकेको। यो वनमा चाहिँ बाघहरू पनि छ क्या। त्यही भएर अलिअलि साउन्डहरू चिच्चाइराख्नुपर्छ बेला बेलामा, नभए क्र्याप्स पारिन्छ। यो कति 1 वर्ष भयो कि 2 वर्ष भयो त्यति बेला चाहिँ 60वटा बाख्रा त क्ल्याप्स हान्दै क्ल्याप्स यस्तो डेन्जर बन्छ क्या। रोलको वन तित्रा औषधि पनि सब सकिन्छ यार। केही छैन कि यहाँ वनको चिज छैन। गरे यहाँनिर चाहिँ अहिले पुरै आगो लागेको रहेछ। आवाज झर्छु बाख्रा तल छन्। यो गाइस म चाहिँ भर्खर यहाँ अलि तल आइछ। भर्खर बाख्रा लखर्ने बेला मलाई यो बारेलाले झन्डै टोक्यो यार। खाना आएको अरे झन्डै टोकेको यार। यस्तो रिसा नि भर्खर हल्लाइदिएको। यो हल्ले छ मलाई थाहै थिएन झन्डै टोकेको। Few minutes later. बाख्रा हेर्दैछौँ। आधी बाख्रा चाहिँ कहाँ पुग्यो लप्सन चालिन गहन आधी यहीँ छ। यो यति ठुलो खाल्टा चाहिँ तरुलै खनेको होला कि। बा कति तरुल फल्यो होला यसमा। यत्रो खाल्टा खनेर तरुल खन्छ नि यार। अरे खाल्टै खाल्टा बनाछन् तरुल खनेर। यो बाख्राहरू पनि छुट्टै गर्छ यार। यो आधी बाख्रा यहाँ छ, आधी उता तल पुगेछ। अहिले यो तल यो लम्फू बारी भन्नेमा चाहिँ पुरै आगो लागेको रहेछ क्या। अहिले पुरै कालै भएको छ। फुल आगो लागेको रहेछ क्या अहिले। त्यही भएर अनि यो बाटो पनि खनेको रहेछ, सोरेको रहेछ। पहिला चाहिँ यो बाटैभरि पुरै घाँसै घाँस थियो। अहिले चाहिँ बाटो चिल्लो बनाएर छन्। यो बाटो चाहिँ अहिले तक्सार जान्छ अरे। यो बाटो एकदम ठिक छ अरे। भर्खर राम अङ्कल जानुभयो, बुढा राम अङ्कल। 60वटा बाख्रा खाएको चाहिँ यहीँ अरे। यहाँ है मुनि 60वटा बाख्रा एकै दिनमा पुक्लुक पारिदिएको यार। आजको दिन यत्तिकै बित्ला जस्तो छ। 1-2 बजेतिर बल्ल फर्काउने हो। ओह बाख्रा चिच्चा वहाँ तल गएर चाल एकतिर जान्छ। अनि गाइस हेर्दै जाउँ आज बाघले बाख्रा खान्छ कि नै। त बाख्रा चाहिँ चलिरहेछ। हामी चाहिँ यत्तिकै म यहाँ बसिरहेको छु। लक्ष्मण देऊ यहाँ तल चाहिँ बसिरहेको छ। बिचमा छिटो पारेर अस्ति चाहिँ 7वटा बाख्रा खाएको चाहिँ यहीँनिर अरे। बाघले क्या 7वटै बाख्रा Good guys,
चाहिँ 12:30 भइसक्यो। हामी चाहिँ अब बिस्तारै लिएर फर्किनु लाग्यो। पुरै डरै लागेर घाँसी छैन यार। बिस्तारै फर्किनु घरमा पुऱ्याउँदा ठ्याक्कै 1 बज्छ होला। यहाँ छिर्ने ठाउँ छैन। ल त गाइज अब चाहिँ यहाँ फर्काउने बेला भयो। चाहिँ 1 बजिसक्यो। उहाँ पुग्ने बेला चाहिँ 1:30 हुन्छ होला। 9 बजे 9:30 बजे छोडेको 3-4 घन्टा चलाइनु पर्यो। गर्मी चाहिँ आउँदैछ यार। हावा चल्न यार। हालत खराब भयो। पानी पनि सक्यो। यिनीहरूले नि सिक्कल टाप्न खोजिरहेको छ। के भयो? के भाव? के भाव? के भयो कान्छो? सब रेस्ट गरिरह। धेरै अगाडि जस्तो अन्त हरि भएको चराइदिने अन्त उडुङ पेट फुलिन्धरि आएर फर्किनु बेला भयो। फर्किनै गर्दैन उयो बसिरहेको साइलिन काली बात तो सही है। फेरि जुगाले हाजे यार। यस्तो पनि यार चल जुगाले फेरि खान्छ। चप्पलको खुट्टाको हालत खतम भइदियो। किन यार यस्तो गर्मीमा पनि जुगा लाग्छ। के मनाउनु भने यार जुगा लगाएर सालेलाई किमा बनाइन्छ त्यो मेरो रगत खाइदिनु हेप्नु किसानी चटनी बनाइदिए। हामीलाई नि खोज्ने हेप्ने रगत खाने जुगाले खाएर चप्पलले रगत भयो यार। रगत है यो कति आउँदैछ यार। त्यो लप्सनलाई बरु खाएन मलाई 2टा खाइदिएँ। 2टा जुगा चाहिँ मैले मारिदिइसकेँ। यो चाहिँ हाम्रो गाउँ सालिमीको डाँडा मुनि टक्क बसेको हाम्रो गाउँ। यो बडा अङ्कल घर।
यो चराको साउन्ड कस्तो गरेर कति लामो बसेर लुक एट मी त्यही हो कि हामी चिनाउने अरू सब बाख्रा हेरेर सक्यो आउने बित्तिकै ड्युटी जुन चाहिँ अलि अस्ति आएको आज बाख्रा हेर्नु पालो परिहाल्यो परेपछि बाख्रा हेर्नै पर्यो अन्त चल 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 मेरो भाइ चल आज भ्लग बनाउँदै बाख्रा हेर्दै यस्तो पनि हुन्छ कि चल 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 बाख्रा पनि हेरेर सक्यो यो हप्तालाई फेरि अब अर्को हप्ता अब कसको को जान्छ हामी गाउँमै भयो भने हामी नै जानुपर्छ होला बाबाहरू गइहाल्नुहुन्छ लहरा तान्डेको क्या खाए के को लहरा आयो भयो के हो कहाँ गएर आइसक्यो त भेट हिँड्नुहोस् के हो यत्रो लजाको आहो झन् भुरी दिया अब मुख ढाक्यो लजा किन लगास् त त्यति चाहिँ लजा खाएको रे बाइक यहाँ हामी चाहिँ यही हो है खोर यही हो केसीको पानी खोलिदिइरहेको छ पानी खा हे बाइक हामी फेरि खतरा के बुलेट बाइक लिएर हो कि बाख्रा हेर्न हामीलाई ताल पऱ्यो पनि हेलिकप्टर लिएर आउँछ बाख्रा हेर्न भन्ने चल 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 पानी अलि मोर्ला पानी खा घाँस गर्ने खा यार पानी खोल्दै खा मुनाफा 8 gourmet very guys aduh tiba-tiba tuh kirimin kosong Hello guys हामीले बाख्रा चाहिँ थुनिसक्यो अहिले चाहिँ ठ्याक्क 9:30 बजीतिर छोडेको थियौँ मेरो बाइक लिएर चलिदिने हो 4 घन्टा चाहिँ चलाइन्छ अब चाहिँ हामी त स्कुलभन्दा पछाडि जाने हो
Right guys, no, thank you for watching.